哇，热脸！啊दामी बनाउँछ यार जुन तैँले यार। हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग गाइस। होप सबै सन्चै आरामै हुनुहुन्छ होला। सो अहिले चाहिँ बिहानको 4:30 बजिरहेको छ, ड्युटी जानु लागेको छु। हेर्न सक्नुहुन्छ, लास्टै गाह्रो हुन्छ यार गाइस बिहान उठ्नको लागि यार। सो यहाँ चाहिँ हाम्रो काले भाइ, कालेमा झन् काले देख्छ। हेलो भाइ, क्या हाल है? सो अब गाइस ड्युटीतिर जाने हो। ड्राइभर माथितिर गएको छ होला, गाडी चाहिँ यहीँ छ, हेर्न सक्नुहुन्छ। ड्राइभर आउने बित्तिकै ड्युटीतिर निस्किहाल्ने हो। वा, अहिले बिहानको मौसम यति राम्रो हुन्छ क्या, तर घाम आउने बित्तिकै त सकिन्न यसरी उभिन गाइस, गाह्रो छ। काम गर्ने लोकेसनमा पुगिसकेको छु गाइस। अब 9 घन्टापछि नै भेटघाट हुन्छ होला। शुक्रान अभी शुक्रान। गाह्रो छ गाइस, गाह्रो। सो गाइस म चाहिँ ड्युटीबाट आउने बित्तिकै भिडियोहरू एडिट गरेर अपलोड गरिसकेको थिएँ। अनि त्यसपछि दिदीले र अनि मम्मीले ग्रुप कल गर्नुभयो। यति मम्मी र दिदीसँग फोनमा बोलेँ। अनि दिदीहरूसँग बोल्दै बोल्दै खाना बनाउन गएको थिएँ किचनमा। के अरे दाल भात चटनी बनाउँछु भन्ने सोचिरहेको थिएँ। अनि खोइ के दिमागले के सोच्यो, अनि हे यार हिजै मात्रै त चटनी खाएको यार, के डेली चटनी खाने भन्ने सोचिरहेँ। अनि त्यही भएर अहिले चाहिँ बाहिर जानु लागेको छु मासु किन्नलाई। सो यति मासु लिएर आउँछु, दाल भात मासु हुन्छ क्या, मजाको सुक्खा बनाउँछु अनि बबाल खान्छु है। सो अहिले चाहिँ बाहिर जानु लागेको छु। मैले चाहिँ मासु पनि किनिसकेको छु। सो अब म चाहिँ सिधै रुमतिर गएर बनाउने चट्ट। र मेरो अगाडि मान्छेहरू पनि टन्नै छन् है गाइस, तर पनि म डरेको छैन। सो यहाँ हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरू छ, तर पनि म बनाइरहेको छु क्या। मजाकै बिन्दास भएर हिँड्नुपर्छ क्या, सबैलाई इग्नोर गरेर, होइन। सो हेर्न सक्नुहुन्छ कति मान्छे छ क्या। मलाई चाहिँ पहिला कस्तो डर लाग्थ्यो क्या, सो आजभोलि खासै डर लाग्दैन क्या। मजाले घुमिन्छ अनि मजाले भिडियोहरू बनाउँदै हिँड्ने हो क्या, डाइरेक्ट आफ्नै बिन्दास आफ्नै पारामा क्या। सो त्यस्तो डर्नु पर्दैन कि। सो गाइस मासु बनाउन स्टार्ट गरिसकेको छु है गाइस, हेर्न सक्नुहुन्छ। सो मैले चाहिँ पहिला खडा मसलाहरू हालेँ, त्यसपछि प्याज हालेपछि हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ अदुवा लसुन पेस्ट गरेर राखिसकेको छु। अनि यो मासु, अनि यहाँ चाहिँ चिल्ली। सो मजाले हेर्दै जानु होला। सो मजा आउँछ है गाइस। भोलि त छुट्टियो, मजै मजा यार, के भन्नु कुरा अरू त केही छैन। सो फटाफट यो काट्नु पऱ्यो है गाइस। सो गाइस यहाँ चाहिँ मैले मासुहरूलाई मजाले काटेर धोएर राखेको छु, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ प्याज लगभग ब्राउन हुन लागेको छ। अनि मसँग चाहिँ मसला हेर्न सक्नुहुन्छ, यहाँ 7 स्पाइसेस छ। अनि अरू के छ, अरू केही छैन, अरू बेसार छ। अनि हामीसँग जिरा पाउडर पनि थियो क्या, जिरा पाउडर सकियो कि गाइस, हेर्नु न। सो तपाईँहरूले भन्नुहुन्छ जब तिमीसँग 7 स्पाइसेस छ भने जिरा पाउडर के काम होइन, तर म चाहिँ 7 स्पाइस चाहिँ हल्का हाल्छु अनि जिरा पाउडर पनि हल्का हाल्छु क्या। सो मलाई मनपर्छ कि जिरा पाउडर। सो मैले मसलाहरू पनि एकदम कमै खान्छु गाइस, तेल र अनि मसला सो बहुत कम खान्छु कि गाइस। मतलब मैले जे पकाए पनि मजाले भुट्छु क्या मसलालाई। अनि गाइस मेरो चाहिँ गार्लिक फेभरेट है। लगभग प्याज चाहिँ ब्राउन भइसकेको छ। अब चाहिँ जिन्जर गार्लिकको पेस्ट पनि भन्नाले पनि मजाले पेस्ट चाहिँ मैले गराएको छैन, हल्का दरदरा गरेको छु क्या। अब चाहिँ जिन्जर गार्लिकको पेस्ट हालिदिन्छु। अनि यसमा मैले खुर्सानी पनि मिक्स गरेको थिएँ गाइस। अनि यसलाई मजाले भुट्छु अब।
सो गाइस मैले चाहिँ यहाँ मसलाहरू रेडी गरिसकेको छु, हेर्न सक्नुहुन्छ। यति मासुलाई मैले यति मसला हालिरहेको छु। अनि लगभग प्याजहरू पनि मजाले ब्राउन भइसकेको छ। अब यो मासु हाल्न पऱ्यो क्या गाइस। अब यसलाई मजाले भुट्ने हो। अनि माथिबाट चाहिँ स्वादअनुसार नुन हाल्नु पऱ्यो। अनि यसलाई गाइस मजाले भुट्ने हो है, मजाले। सो गाइस मासु चाहिँ मजाले भुटिसकेको छ। सो यहाँ हेर्न सक्नुहुन्छ। वाह, सो अब यसलाई चाहिँ मजाले कमसेकम 10 मिनट चाहिँ ढाकेर एकदम स्लो फ्लेममा पकाउनु पर्यो कि गाइस। यसलाई गाइस मजाले भुट्ने हो, तबसम्म भुट्ने हो जबसम्म यसको पानी निस्किन्छ। अनि पानी निस्केर फेरि जब सुक्छ नि, अनि तबसम्म यसलाई पकाउने हो क्या गाइस। यसलाई स्लो फ्लेममा पकायो भने यसको मासुको चाहिँ पानी जति सबै बाहिर निस्किन्छ। अनि फेरि त्यो मासुको पानी बाहिर निस्केपछि अनि त्यो फेरि सुक्छ। अनि सुकेर अनि त्यो पानी चाहिँ फेरि चिकनले भित्र एब्जर्ब गर्छ क्या। अनि फेरि बल्ल स्वाद आउँछ कि, बल्ल मिठो मजा आउँछ कि गाइस। हेरेर जानु, म तपाईँलाई देखाउँछु। सो यहाँ दाल पनि रेडी भइसकेको छ। सो गाइस हेरौँ न, आहा हेरौँ न, यसको पानी सुकेर पानी बाहिर निस्केर पनि सुकिसकेको छ। हेरौँ न, अनि यसलाई चाहिँ माथिबाट तातो पानी हालिदिने कि हल्का, धेरै होइन हल्का हालिदिने। ओहो स्वादिष्ट हुन्छ यार गाइस। सो गाइस मलाई त अरू त केही थाहा छैन, तर मैले चाहिँ केही बनाउँदाखेरि पनि चाख्न चाहिँ एकदम मन पराउँछु कि मैले। खोइ किनकि 10 चोटि चाख्छु यार। यम्मी यार। वाह, यो हो नि यार। दामी बनाउँछ यार तैँले यार। दामी दामी। सो गाइस अब चाहिँ हल्का पानी हालिदिन्छु है। ओहो हो, सो गाइस फाइनली यहाँ मासु बनेर एकदम रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो लिम्बू दाई चाहिँ नाइट ड्युटी गर्नुहुन्छ। सो लिम्बू दाईको लागि चाहिँ मैले यहाँ कटोरामा निकालेर राखिदिन्छु। अनि भात पनि राखिदिन्छु, दाल पनि राखिदिन्छु। सो राति दाई आउनुहुन्छ अनि खाएर सुत्नुहुन्छ। सो अहिले चाहिँ म अनि राकेश दाई अनि जनक दाई हुनुहुन्छ। सो अहिले चाहिँ हामी 3 जना खान्छौँ। सो अब चाहिँ फाइनली अब हामीहरू खाना लगाएको छौँ, हेर्न सक्नुहुन्छ। आज चाहिँ लिम्बू दाई हुनुहुन्न, लिम्बू दाई चाहिँ नाइट ड्युटी गर्नु जानुभएको छ काम। अनि अहिले चाहिँ जनक दाई राकेश दाई हुनुहुन्छ, राकेश दाई नाङ्गै मासु। आज चाहिँ खानामा मासु छ, हेर्न सक्नुहुन्छ। मासु दामी भयो।